आदरणीय देशवासीहरू, जेलको कोठरीबाट आज म आफ्नै जीवनको समीक्षा गरिरहेको छु। त्यो समीक्षा म तपाईहरूलाई पनि सुनाउन चाहन्छु, तर नेताका रूपमा होइन, एउटा छोराको रूपमा, एउटा भाइ वा दाइका रूपमा, एउटा सामान्य नागरिकका रूपमा। मैले कहिल्यै सोचेको थिइनँ कुनै दिन म राजनीतिमा पनि आउनेछु। विद्यार्थी जीवनमै मिडियामा लागेँ, टेलिभिजन र एफएमतिर छोटे मोटे सेलिब्रिटी भइसकेको थिएँ। तर अलि राम्रो जीवन बाँचिए लागि भनेर अमेरिका भाषी। ठुलो कुरा गर्नुपर्ने र ढाँट्नुपर्ने केही छैन। नेतागिरीको कुनै पनि लत नपाली अमेरिकामा पनि नेपाली समाजसँग जोडिएँ, साथ दिएँ, लिएँ। असफल भएको होइन, तर मन कहिल्यै रमाएन। फर्किन्छु भन्दा भन्दै 14 वर्षको धनवास भन्ने कि वनवास बिताइयो। संसारकै लामो टेलिभिजन टक सोको रेकर्ड राख्न मन लाग्यो। कुनै लोकल टेलिभिजन खोजेर अमेरिकामै त्यो रेकर्ड राख्न नसकिने थिएन। तर मनले भन्यो त यसका लागि पनि देश फर्किनस् भने पछि के फर्केलास्। अनि नेपाल आएर गिनेज बुकमा नाम दर्ज पनि गरे। सञ्चार र मनोरञ्जनको अनुभव थियो, तर मनोरञ्जनमा रुचि भएन। सञ्चारकर्ममा फर्किन चाहे, तर त्यो एकदमै सृजनात्मक र परिणाममुखी होस् भन्ने थियो। मलाई त्यतिखेरसम्म प्रधानमन्त्रीहरूमाथि भ्रम थियो। मैले सरकार र जनताबीच संवादको ठूलो खाडल देखेँ। चाँडै प्रधानमन्त्री बन्दैछन् भन्ने थाहा पाएपछि सिधै केपी ओलीलाई फोन गरेँ। न्युयोर्कमा भेट भएको र छोटो अन्तर्वार्ता पनि गरेको संक्षिप्त चिन्जान पनि स्मरण गराएँ र सोधेँ, मेरो कुनै फाइदा नहुने तर प्रधानमन्त्रीका रूपमा तपाईँले गर्नै पर्ने केही कामको कुरा गर्छु, आधा घण्टा समय दिन सक्नुहुन्छ? मैले थप आग्रह पनि गरेँ, म केवल तपाईँका कुरा गर्छु र मलाई अनडिभाइडेड अटेन्सन चाहिन्छ। मेरो व्यक्तिगत लाभको एउटा पनि कुरा गर्दिनँ। उनकै फाइदाको कुरा थियो। ओली कन्भिन्स पनि भए। उनी प्रधानमन्त्री भएको केही समयमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सुरु भयो। ओलीले अहिले रवि लामिछानेलाई जागिर दिए भनेको सुने, तर त्यो तथाकथित जागिर बापत मैले ओलीबाट, एमालेबाट वा नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन। त्यो कार्यक्रमबाट मैले एउटै कुरा लिएँ, ज्ञान। प्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू कसरी सोध्छन् त्यो देखेँ। देश र जनताप्रति उनीहरूको लापरवाही देखेँ। त्यसपछि मलाई लाग्यो यस्ता सिधा कुरा शासकसँग गरेर यो देश पार लाग्दैन। परिणाम खोज्ने हो भने सिधा कुरा त जनतासँग पो गर्नुपर्छ। अनि सुरु भयो सिधा कुरा जनतासँग कार्यक्रम। समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा म प्रधानमन्त्री, मन्त्रीहरू र सचिवहरू, आयोजना प्रमुखहरूका एसी रुममा हुन्थे। त्यतिखेरका कार्यक्रम हेर्नुहोस् त, रवि लामिछानेको भाषामा आक्रोश छैन। म इमानका साथ भन्छु, त्यतिखेरसम्म मैले जनताको वास्तविक पीडा र समस्याको भेउ पाएकै थिइनँ। म त सरकारी तथ्याङ्कहरूमा देखिने विकासकै वरपर घुमिरहेको थिएँ। त्यसैले ममा ठूलो आक्रोश र असन्तोष पनि थिएन। म पनि अरू मूलधारका सम्पादक जस्तै शान्त सुनिन्थे। तर सिधा कुरा जनतासँग पछि बल्ल मेरो यो देश र जनताको सत्यसँग सामना सुरु भयो।